वेल नेपाल क्रिकेट संघ क्यानले भर्खरै मात्र यहाँनिर एउटा गुड न्युज ल्याएर आएको छ। नेपाल क्रिकेट संघ क्यानले आइसिसी वर्ल्ड कप लिग 2 को लागि भनेर स्क्वाड एनाउन्समेन्ट गरेको छ, जसमा नयाँ खेलाडीहरूलाई चान्स दिएको छ। नन्दन यादव, रिजन ढकाल र बासिर अहमद टिममा समावेश भएका छन्। 15 सदस्यीय स्क्वाड एनाउन्समेन्ट गरेको छ, जसमा रोहित पौडेलले नै क्याप्टेन्सी गर्नेछ। रोहित पौडेलसँगै आसिफ शेख, कुशल भुटेल, अनिल शाह, घुम सार्की, आरिफ शेख, बासिर अहमद, गुलशर कुमार झा, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल टिममा समावेश भएका छन्। केही पुराना खेलाडीहरूलाई टिमबाट हटाएको छ। दिपेन्द्र सिंह ऐरी एज अ भाइस क्याप्टेनको रूपमा पुनरागमन गरिएको छ। दिपेन्द्र सिंह ऐरीले विगत लामो समयदेखि नेपाल क्रिकेट टिममा चाहिँ भाइस क्याप्टेन्सीको रोल खेलिरहेका थिए, बट उनी चाहिँ 2078 पश्चात केही क्यानको कानुन उल्लङ्घन गरेको भन्दै भाइस क्याप्टेनबाट हटाएका थिए। करिब 3.5 वर्ष पश्चात चाहिँ नेपाल क्रिकेट टिममा एज अ भाइस क्याप्टेनको रोल उनी सम्हाल्नेछन् भनेर यहाँनिर नेपाल क्रिकेट संघ क्यानले चाहिँ गुड न्युज पनि दिएको छ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड जुन T20 सिरिज हुन्छ त्यसको लागि भनेर थप 3 जना खेलाडीहरूलाई समावेश गरेको छ, जसमा किरण ठगुना, लोकेश बम र रुपेश सिंह टिममा पर्न सफल भएका छन्। सो नेपाल क्रिकेट संघ क्यानले जुन यो बोल्ड डिसिजन गरेको छ, यो एकदमै टिम पनि ब्यालेन्स देखिन्छ। नेपाल क्रिकेट टिममा जुन मिडियम पेसर बलरको आवश्यकता देखिरहेको थियो, सो अब नन्दन यादव, रिजन ढकालले पुरा गर्नेछन् भन्ने देखिरहेको छ। सोमपाल कामी, करण केसी, गुलशर कुमार झा त छँदै नै छन्। सो उनीसँगै अब नयाँ खेलाडी नन्दन यादव, रिजन ढकालले पनि मिडियम पेसर बलरको रोल चाहिँ टिममा निभाउनेछ। सो यो हेर्नु हो भने टिम ब्यालेन्स देखिन्छ। स्ट्रलर नेपालका हेड कोच नेपाल क्रिकेट टिमलाई चाहिँ कस्तो खालको कोच गर्नेछन् होइन, पक्कै पनि कोर क्याम्प फर्स्ट फेजदेखि नै उनी चाहिँ नेपाली क्रिकेट टिमको पर्फर्मेन्सलाई चाहिँ वेल बनाउनको लागि लागिरहेका छन्। उनले इन्टरभ्यूमा पनि भनेका छन्, कोर क्याम्पदेखि नै हामीले नयाँ खेलाडी यहाँनिर स्पिनरको हाबी त छँदैछ, बट वर्ल्ड कप लिग 2 का म्याचेसको लागि नै मैले टिमलाई चाहिँ एकदमै वेल प्रिपेयर गराएको छु भन्ने कुराहरू इन्टरभ्यूमा भनेका छन्। सोही अनुसार चाहिँ मिडियम पेसर बलरले पनि स्थान पाएको छ र कोर क्याम्पमा चाहिँ जुन 52 प्लेयर थिए त्यसबाट पनि फेज 2 मा आउँदा जम्मा 25 प्लेयरले मात्र टिममा समावेश हुने चान्स पाएका थिए। त्यो मध्ये पनि अब जम्मा 15 प्लेयरले चाहिँ अन्तिम फाइनल स्क्वाडमा चाहिँ समावेश गरेका छन्। सो यो स्ट्रलक पनि एउटा बोल्ड डिसिजन हो। उनीहरूले पक्कै पनि पुराना खेलाडीमा नै केही विश्वास देखेका छन् भने केही नयाँ खेलाडीमा पनि आशा देखेका छन्। सो उनको आशालाई चाहिँ यी खेलाडीहरूले चाहिँ मर्न दिने छैन र नेपाली क्रिकेट टिमलाई चाहिँ एकदमै बलियो बनाउनेछन्। र जुन आगामी जुन 2 देखि नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड बीच जुन सिरिज हुन गएको छ त्यसमा नेपालले राम्रो पर्फर्मेन्स गर्नेछ भन्ने हामीले आशा गरेका छौँ, किनकि नेपाललाई जित्नै पर्ने दबावका खेलहरू पनि हुन्। बिकज नेपाल आइसिसी वर्ल्ड कप लिग 2 को पोइन्ट टेबलमा हेर्ने भने एकदमै पुछारमा छ। सो यो पुछारबाट नेपालले अब केही माथि उठ्नु पर्नेछ। नेपालले टप 3 मा फिनिस गर्नुपर्ने वर्ल्ड कप 2027 को लागि भनेर, त्यसै गरी ओडिआई स्टेटस बचाउनु छ भने नेपालले टप 4 मा टिमलाई चाहिँ हुनुपर्ने हुन्छ। नेपाल क्रिकेट टिमले चाहिँ वेल प्रिपेयर गर्नुपर्नेछ र वेल पर्फर्मेन्स गर्नुपर्नेछ। बट हेरौँ, लेट्स सी के हुनेछ।